नमस्ते एभ्रिवान मेरो नाम एलिसा अधिकारी हो म बिआइसिटी 7 सेमिस्टरको स्टुडेन्ट हो आज म टिचिङ मेथड इन आइसिटीको इक्जाम प्रिपेरेसनको लागि तीनवटा इम्पोर्टेन्ट क्वेसन एक्सप्लेन गर्नेछु फर्स्ट क्वेसन जुन मोडर्न टिचिङमा युज हुने पेडागोजिकल एप्रोचेसको बारेमा छ सेकेन्ड क्वेसन जुन गेमिफिकेसनको कन्सेप्ट र त्यसको कम्पोनेन्ट्सको बारेमा छ थर्ड क्वेसन जुन लेसन प्लान कसरी प्रिपेयर गर्ने भन्ने कुरासँग रिलेटेड छ यी तीनवटा क्वेसन इक्जामको लागि धेरै इम्पोर्टेन्ट छन् त्यसैले म सिम्पल ल्याङ्ग्वेजमा स्टेप बाई स्टेप एक्सप्लेन गर्नेछु सबैभन्दा पहिले क्वेसन नम्बर 1 बाट सुरु गरौँ यो क्वेसनमा हामीलाई मोडर्न क्लासरुममा युज हुने पाँचवटा इनोभेटिभ पेडागोजिकल एप्रोचेस एक्सप्लेन गर्न भनेको छ साथै यी एप्रोचेसले स्टुडेन्टको इङ्गेजमेन्ट र लर्निङ आउटकम्स कसरी इम्प्रुभ गर्छ भनेर पनि लेख्नुपर्छ पहिला बुझौँ कि पेडागोजिकल एप्रोच भनेको के हो पेडागोजिकल एप्रोच भनेको टिचर्सले स्टुडेन्टलाई पढाउने तरिका हो टिचर्सले लेसन कसरी प्रेजेन्ट गर्ने स्टुडेन्टलाई कसरी इन्भल्भ गर्ने र लर्निङ कसरी इफेक्टिभ बनाउने भन्ने कुरालाई पेडागोजिकल एप्रोच भनिन्छ पहिला टिचर सेन्टर्ड टिचिङ सिस्टम थियो टिचर्सले बोल्ने स्टुडेन्टले सुन्ने र नोट लेख्ने मात्र गर्थे तर अहिले एजुकेसन सिस्टम बदलिसकेको छ अहिले लर्नर सेन्टर्ड टिचिङलाई इम्पोर्टेन्ट दिएको छ यसमा टिचर्सले सबै कुरा आफै भन्दैन टिचर्सले स्टुडेन्टलाई गाइड गर्ने इन्करेज गर्ने र आफै एक्सप्लोर गर्न मोटिभेट गर्ने काम गर्छ अब हामी एक एक एप्रोच डिटेलमा हेर्छौँ फर्स्टमा छ फ्लिप्ड क्लासरुम नर्मली हामी क्लासमा लेक्चर सुन्ने र घरमा होमवर्क गर्ने गर्छौँ तर फ्लिप्ड क्लासरुममा यो प्रोसेस उल्टो हुन्छ स्टुडेन्टहरूले घरमै भिडियो पिडिएफ नोट्स या रिडिङ मटेरियल्स हेरेर बेसिक कन्सेप्ट बुझेर क्लासमा आउँछन् क्लासमा टिचर्सले फेरि पुरा लेक्चर नदिएर डिस्कसन प्र्याक्टिकल एक्टिभिटी प्रब्लम सल्भिङ र क्वेसन एन्सर सेसन गराउँछ यसले क्लासको टाइम इफेक्टिभ हुन्छ र स्टुडेन्टले कन्सेप्ट धेरै राम्ररी बुझ्न सक्छ अर्को छ प्रोजेक्ट बेस्ड लर्निङ यसमा स्टुडेन्टलाई रियल लाइफ प्रब्लम या प्रोजेक्ट दिइन्छ स्टुडेन्टले रिसर्च गर्छ इन्फर्मेसन कलेक्ट गर्छ प्लानिङ गर्छ अनि प्रोजेक्ट कम्प्लिट गर्छ फर इक्जाम्पल आइसिटी क्लासमा स्कुलको वेबसाइट डिजाइन गर्न या एटेन्डेन्स सिस्टम बनाउन दिइन्छ दिन सकिन्छ यसले स्टुडेन्टको क्रिएटिभिटी क्रिटिकल थिङ्किङ प्रब्लम सल्भिङ एबिलिटी र कन्फिडेन्स सबै इम्प्रुभ गर्छ स्टुडेन्टले थ्योरी मात्र होइन प्र्याक्टिकल एक्सपिरियन्स पनि पाउँछ अर्को छ कोलाबरेटिभ लर्निङ कोलाबरेटिभ लर्निङमा स्टुडेन्टहरू ग्रुपमा बसेर सँगै काम गर्छन् सबैले आफ्नो आइडिया सेयर गर्छन् एक अर्कालाई हेल्प गर्छन् र डिस्कसन गरेर एन्सर निकाल्छन् यसको फाइदा के हो भने स्टुडेन्टले टिचर्सबाट मात्र होइन आफ्नो फ्रेन्ड्सबाट पनि सिक्न पाउँछ कम्युनिकेसन स्किल टिमवर्क लिडरसिप र कोअपरेसन जस्ता स्किललाई पनि डेभलप हुन्छ अर्को छ ब्लेन्डेड लर्निङ ब्लेन्डेड लर्निङ भनेको ट्रेडिसनल क्लासरुम टिचिङ र अनलाइन लर्निङलाई कम्बाइन गर्नु हो जस्तो टिचर्सले क्लासमा एक्सप्लेन गर्ने अनि घरबाट अनलाइन भिडियो हेर्ने क्विज सल्भ गर्ने या गुगल क्लासरुम मोडल जस्ता प्लेटफर्म युज गर्ने यसको एडभान्टेज के हो भने स्टुडेन्टले आफ्नो स्पिड अनुसार सिक्न पाउँछ कुनै टपिक नबुझेको छ भने फेरि भिडियो हेर्न सक्छ अर्को छ गेमिफिकेसन भनेको पढाइमा गेमको इलिमेन्ट्स युज गर्नु हो जस्तो पोइन्ट ब्याजेस लेबल रिवार्ड्स लिडर बोर्ड जस्ता कुरा युज गरेर लर्निङलाई इन्ट्रेस्टिङ बनाउने जब स्टुडेन्टले राम्रो एन्सर दिन्छ भने पोइन्ट्स पाउँछ असाइनमेन्ट कम्प्लिट गर्दा ब्याज पाउँछ टेस्ट राम्रो गर्दा नेक्स्ट लेभल अनलक हुन्छ यसले स्टुडेन्टलाई पढाइ बोरिङ लाग्दैन मोटिभेसन बढ्छ
र क्लासमा पार्टिसिपेसन पनि धेरै हुन्छ। यी सबै एप्रोचेसले स्टुडेन्टको लर्निङ किन इम्प्रुभ गर्छ? पहिलो, स्टुडेन्ट एक्टिभ हुन्छ, सिर्फ सुन्ने मात्र होइन, आफै पार्टिसिपेट गर्छ। अर्को भनेको प्र्याक्टिकल एक्टिभिटी र रियल लाइफ इक्जाम्पलले कन्सेप्ट सजिलै बुझिन्छ। अर्को भनेको ग्रुप वर्कले कम्युनिकेसन र टिमवर्क इम्प्रुभ गर्छ। अर्को भनेको इमिडिएट फिडब्याक पाउने भएकोले स्टुडेन्टले आफ्नो मिस्टेक चाँडै सुधार्न सक्छ। यही कारणले लर्नर सेन्टर्ड टिचिङ आजको एजुकेसनमा धेरै इफेक्टिभ छ। अब हामी अर्को क्वेसनमा जाऊँ। यसमा चाहिँ गेमिफिकेसनको डेफिनेसन र कम्पोनेन्ट सोधिन्छ। सबैभन्दा पहिले गेमिफिकेसन भनेको के हो बुझौँ। गेमिफिकेसन भनेको गेम बनाउनु होइन, यो गेममा युज हुने इलिमेन्ट्स जस्तो पोइन्ट, रिवार्ड्स, कम्पिटिसन, च्यालेन्जेस र प्रोग्रेस ट्र्याकिङलाई एजुकेसन जस्तो नन गेम फिल्डमा युज गर्नु हो। सिम्पल ल्याङ्ग्वेजमा भन्दा पढाइलाई गेम जस्तै इन्ट्रेस्टिङ र इन्जोएबल बनाउने प्रोसेस हो। जब स्टुडेन्टले आफ्नो प्रोग्रेस देख्न सक्छ, रिवार्ड पाउँछ र च्यालेन्ज कम्प्लिट गर्छ, उसको मोटिभेसन अटोमेटिकल्ली बढ्छ। त्यसैले अहिले धेरै स्कुलहरूले गेमिफिकेसन युज गर्न थालेका छन्। अब जाऊँ हामी यसको कम्पोनेन्ट्सतिर। फर्स्टमा छ पोइन्ट। स्टुडेन्टले गरेको वर्कको स्कोर देखाउँछ। यसले प्रोग्रेस मेजर गर्न हेल्प गर्छ। अर्को छ ब्याजेस। कुनै एचिभमेन्ट कम्प्लिट गरेपछि ब्याज दिन्छ। यसले स्टुडेन्टलाई प्राउड फिल गराउँछ। अर्को छ लेभल। स्टुडेन्टले एउटा लेभल कम्प्लिट गरेपछि नेक्स्ट लेभलमा जान्छ। यसले स्टेप बाई स्टेप लर्निङ गर्न हेल्प गर्छ। अर्को छ लिडर बोर्ड्स। सबै स्टुडेन्टको ऱ्याङ्किङ देखाउँछ, हेल्दी कम्पिटिसन क्रिएट गर्छ। अर्को छ च्यालेन्जेस। स्टुडेन्टलाई मिसन जस्तो टास्क दिन्छ। च्यालेन्ज कम्प्लिट गर्दा लर्निङ इन्ट्रेस्टिङ लाग्छ। अर्को छ रिवार्ड्स र फिडब्याक। राम्रो पर्फर्मेन्सको लागि रिवार्ड्स दिन्छ र टिचर्सले तुरुन्तै फिडब्याक दिन्छ। यसले स्टुडेन्टलाई आफ्नो मिस्टेक सुधार्न र अझै राम्रो गर्न मोटिभेट गर्छ। अब अर्को क्वेसनमा जाऊँ। लेसन प्लान। लेसन प्लान भनेको टिचर्सको डिटेल प्लानिङ हो। क्लास सुरु हुनु अगाडि टिचर्सले के पढाउने, कसरी पढाउने, कुन मटेरियल्स युज गर्ने र लर्निङ कसरी इभ्यालुएट गर्ने भन्ने कुरा लेसन प्लानमा लेखिन्छ। हाम्रो इक्जाम्पल टपिक इन्ट्रोडक्सन टु कम्प्युटर नेटवर्क हो। लर्निङ अब्जेक्टिभमा स्टुडेन्टले क्लास पछि नेटवर्क डिफाइन गर्न, ल्यान, म्यान, वानको डिफ्रेन्ट बुझ्न र रियल लाइफ इक्जाम्पल दिन सक्ने हुनुपर्छ। मटेरियल्समा व्हाइट बोर्ड, प्रोजेक्टर, नेटवर्क डायग्राम, भिडियो र ल्यान केबल जस्ता टिचिङ एड्स राख्न सकिन्छ। इन्ट्रोडक्सनमा इन्ट्रेस्टिङ क्वेसन सोधेर क्लास सुरु गर्न सकिन्छ, जस्तो तपाईँको मोबाइलबाट पठाएको मेसेज अर्को मोबाइलसम्म कसरी पुग्छ। यो क्वेसनले स्टुडेन्टको क्युरियोसिटी बढाउँछ। अर्को छ टिचिङ फेजमा डायग्राम, एक्सप्लेनेसन, डिस्कसन र क्वेसन एन्सर युज गरेर टपिक बुझाउने। अर्को छ लर्निङ एक्टिभिटिज र स्टुडेन्टलाई ग्रुपमा नेटवर्क डायग्राम बनाउने या ल्यान, म्यान, वान क्लासिफाई गर्न लगाउने। अर्को छ एसेसमेन्ट। एसेसमेन्टमा सर्ट क्विज या ओरल क्वेसन सोधेर लर्निङ चेक गर्ने। अर्को छ कन्क्लुजन। कन्क्लुजनमा आज पढेको मेन पोइन्ट समराइज गर्ने। अनि अर्को छ होमवर्क र होमवर्कमा घरको नेटवर्क इक्जाम्पल खोजेर लेख्न लगाउने। फाइनली आज हामी 3वटा इम्पोर्टेन्ट टपिक हेरौँ। क्वेसन 1मा मोडर्न पेडागोजिकल एप्रोच र तिनीहरूको इम्पोर्टेन्स पढ्यौँ। अनि अर्को क्वेसनमा गेमिफिकेसन र त्यसको कम्पोनेन्ट्सहरू पढ्यौँ। र अर्को क्वेसनमा लेसन प्लानको कम्प्लिट स्ट्रक्चरहरू पढ्यौँ। यी एन्सरहरू इक्जाममा डेफिनेसन मात्र लेख्नु भन्दा पनि एक्सप्लेनेसन र इक्जाम्पल सहित लेख्नु भयो भने राम्रो मार्क्स पाउन सकिन्छ। हजुर हस् त, धन्यवाद।